बैंकहरूले बन्द गरे 150 शाखा। बैंक जान छाडे सेवाग्राही। अब के हुन्छन् कर्मचारी? चालू आर्थिक वर्षको एक महिनामा बैंक तथा वित्तीय संस्थाहरूले देशभरका 14वटा शाखा कार्यालय बन्द गराएका छन्। खास गरी वाणिज्य बैंक तथा विकास बैंकहरूले महानगरपालिकाभित्र रहेका धेरै शाखा बन्द गरेको तथ्याङ्कले देखाएको छ। शाखा बन्द गरे पनि बैंकहरूले कर्मचारी कटौती भने गर्न पाउने छैनन्। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा स्वयंले निर्णय गरी गाभ्न वा एकीकरण गर्न पाउने व्यवस्था गरेको थियो। मौद्रिक नीतिको सो व्यवस्थापछि केन्द्रीय बैंकले मङ्सिरको निर्देशन जारी गर्दै कर्मचारी कटौती नगरी वा अनावश्यक दुःख नदिई शाखा एकीकरण गर्न सक्ने व्यवस्था गर्यो। सो अनुसार काठमाडौँ, ललितपुर, पोखरा, विराटनगर, वीरगञ्ज र भरतपुर महानगरपालिकामा रहेका 7वटा वाणिज्य बैंक र 3वटा विकास बैंकका 11 शाखा गाभिएका छन्। तर चालू आर्थिक वर्षको वैशाखसम्ममा भने बैंक तथा वित्तीय संस्थाका 14 शाखा घटेका छन्। वित्तीय कारोबारमा डिजिटलको प्रयोग बढेकाले महानगरपालिकाभित्र धेरै संख्यामा शाखा भएका बैंक तथा वित्तीय संस्थालाई समायोजनको नीति ल्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले बताउनु भएको छ। विशेष गरी पछिल्लो समय बैंकमा सेवाग्राही आउने क्रम पनि घटेकाले समायोजनको नीति लिएको हो। चालू आर्थिक वर्षको यो महिनामा वाणिज्य बैंकका 141वटा शाखा कार्यालय बन्द भएका छन् भने अन्य केही समायोजनको सुविधा पनि दिइएको छ। कर्मचारी हटाउन नपाइने साथै हटाउने मनसाय राखेर सरुवा गर्न पाइने छैन। उहाँले भन्नुभयो, हालसम्म भएका शाखा समायोजनमा ती विषयमा गुनासो आएको छैन। शाखा बन्द गरेपछि कर्मचारीलाई विकट क्षेत्रमा सरुवा गरेर असुविधामा पार्न नपाइने पनि प्रवक्ता पौडेलले बताउनु भयो। त्यसरी पाएक पर्ने ठाउँमा सरुवा गरेर छाड्न बाध्य बनाएमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने उहाँको भनाइ छ। त्यसका लागि कर्मचारी स्वयंले केन्द्रीय बैंकमा उजुरी गर्न सक्ने व्यवस्था मिलाइएको छ। केन्द्रीय बैंकको समायोजन नीति अघि पनि बैंक वित्तीय संस्थाका शाखा घटेका थिए। चालू आर्थिक वर्षको यो महिनासम्म वाणिज्य बैंकका 141वटा शाखा कार्यालय बन्द भएका छन् भने विकास बैंकका 15वटा शाखा कार्यालय घटेको केन्द्रीय बैंकले जनाएको छ। तर यो अवधिमा फाइनान्स कम्पनीका भने 2वटा शाखा कार्यालय थप भएको केन्द्रीय बैंकको तथ्याङ्कमा उल्लेख छ। शाखा समायोजन नीतिसँगै मर्जरमा गएका संस्थाले पनि शाखा समायोजन गर्दा संख्या घटेको पौडेलको भनाइरहेको छ। शाखा समायोजनको नीति केन्द्रीय बैंकले उपयुक्त समयमा ल्याएको बैंकरहरूले बताएका छन्। ग्राहक वित्तीय कारोबारका लागि बैंकमा कार्यालय आउन छाडेको अवस्था छ। ती बैंकरले भने यस्तो अवस्थामा शाखा सञ्चालन गर्दा अनावश्यक खर्च बढेको थियो। केन्द्रीय बैंकको यो व्यवस्थाले बैंकहरूको खर्च पनि कम हुने र डिजिटल कारोबार थप बन्ने उहाँको भनाइरहेको छ। केन्द्रीय बैंकको शाखा समायोजन नीतिपछि एनआइसी एसिया बैंकको सबैभन्दा 44वटा शाखा बन्द गरेको छ। त्यसैगरी कुमारी बैंकले 24, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले 18वटा शाखा समायोजन गरिसकेको छ भने अन्य विभिन्न बैंकहरूले पनि शाखा समायोजनको तयारी गरेका छन्। पछिल्लो 6 महिनामा महानगरपालिकाभित्र धेरै शाखा भएकाले प्रभु बैंकले 12वटा शाखा समायोजन गरेको छ। त्यसैगरी एभरेस्ट बैंकले 1, प्राइम कमर्सियल बैंकले 7, एनएमबी बैंकले 4वटा शाखा गाभेका छन्। सो अवधिमा महानगरपालिकाभित्र धेरै शाखा भएका कारण महालक्ष्मी विकास बैंकले 4, मुक्तिनाथ विकास बैंकले 2 र सप्तकोशी विकास बैंकले 2 शाखा समायोजन गरेको केन्द्रीय बैंकले जनाएको छ।